ल गाइज म त आज लुङ्गी लाएर कस्तो देखेछु हजुरहरू भनिदिनु होला। पाके है कि लोकल के गर्दै हौँ भने अहिले चाहिँ हामी फोटो सुट गर्दै हौँ उता हेर्नु पोज घाम चाहिँ क्या है गाइज। गाइज वेलकम ब्याक टु माई च्यानल। आशा गर्छु मेरो भिडियो हेरेर मस्त मस्त हुनुहुन्छ होला। मस्त मस्त दोने मेरो दिल का ले गए चैन तेरे दिल का ले गए चैन मेरो मस्त मस्त दोने। हामी आज फ्री छौँ एकदम। आज फोटो सुट यताउति सब टिकटक सिकटक बनाउनको लागि हामी रेडी भएछौँ। अनि म पनि लुङ्गी लाग्छु। म त एकदम राम्रो राम्रो पिक्चर देखाइदिन्छु एकछिन। लभ गाइज म त आज लुङ्गी लाएर कस्तो देखेछु हजुरहरू भनिदिनु होला। एउटा पोज पनि हालिदिउँ न अलि अगाडि अन्त। ओ गाइज हामी त एकदम यस्तो घाम चर्को भयो अहिले त। अहिले त भएको थिएन। ल गाइज के बनाउनु फोटो गरौँ। अनि फोटो बनाउनु लाग्छौँ हामी त। अब फोटोको पोज चाहिँ हामी गर्छौँ। ल 10 मिनेट राख्दैछु। 1 2 3 कहाँनिर गरेर कस्तो गरेछ कस्तो मैले हेर्नु हो त्यो गाइज हाम्रो फोटोको पोज चाहिँ यस्तो बटरफ्लाइङवाला हो। अनि बटरफ्लाइङवाला चाहिँ हो। अनि हामी चाहिँ एकदम अहिले चिल तरिकाले हामी त बिन्दास हो कि फेरि टाइममा त एकदम के अरे सदुपयोग गर्छौँ फोटो खिच्ने टिकटक बनाउने। अनि अरूले त्यसै भन्छ नि त यसको यस्तो आउँछ यस्तो आउँछ। एउटा चोर चाहिँ चोर पिट्नु एकचोटि पिट्नु ड्याङ धेरै नखाके पाके है कि लोकल गाइज हेर्नु यत्रो झुप्पा म भित्र एकछिन राउन्ड लगाइदिन्छु ल। म देखाइदिन्छु ल। गाइज यो सब आएको लगाउनु मन लाग्छ। यहाँ त कति राम्रो आएको त हो आन्टी फोटो नि यहाँभित्र। अनि ल गाइजले हेर्नु यस्तो बित्ताले अङ्गुरै माल हो गाइज माल ऊ चोर भन्दै आयो एउटा। घरको मालिक नि हो यो। फेरि म मालिक नि हो भन्दै मालिक हो लिचीको मालिक चाहिँ आपको मालिक। अनि हामी चाहिँ बाहिर निस्किँदै हौँ गुफाबाट। गर्मी भए गाइज घाम पनि लाग्यो होइन। ओके गाइज हाम्रो के कस्तो लाग्छ भिडियो टिकटक हामी पोस्ट गर्छौँ हेर्नलाई रेडी हुनु होला। कस्तो लाग्यो है गाइज। म चाहिँ भर्खर उठेँ होइन। यस्तो मेरो पेट दुखेर आज म भुसु भएछु होइन। सुतै भएछु। आज मैले भात पनि पकाएर खाएँ होइन। त्यस्तो त बनाएँ होइन जे होस्। मलाई आज पेट दुखेर मस्त नि सुतै भयो त्यस बेलासम्म। आन्टीले फेरि नानी लिन जा भनेर फोन गर्नु भयो। अनि त्यहाँबाट फेरि उठेर एकछिन कुद्न लाग्यो। पेट त दुख्यो हिँड्न सक्यो नि भयो नि। अब अहिले आएर अनि एउटा चाउचाउ ल्याउने खाजाको शुद्ध भात अनि हिजो जस्तो पकाएरै खायो। अनि अल्छी लाग्यो क्या आज त्यसरी। ओके गाइज म नानी लिन जान लाग्यो। नानीहरू खेल्दा यहीँ हो लिन जाने। अनि म चाहिँ आएर यहाँ बसिरहेको छु। एकदम यहाँ चाहिँ क्यान्टिन रहेछ। अनि यता पुरै अनि मैले चाहिँ बिस्कुट राखेको छु है यहाँ देखाएन तपाईँलाई अहिले देखाउँछु। माई फ्रेन्ड म त त्यो भुन्टेलाई लिएर पनि यहाँ खाजा हालिदियो। अब खाइदिने हो बाटोमा है। हामी दुईजना मिलेर बाटोमा खाइदिने हो नि त। हाई गरिदेऊ हाई। मलाई आज दिदी लिन आउनु भयो भन। सधैँ आउनु भन। हामी चक्लेट दिनुहुन्छ नि त दिदीले है। ल गाइज यो चाहिँ घर आएर खानुपर्छ ल। रमाइलो भए के पढाएको थियो त आज। मम्मी नआएको रुन मन लागेन। मम्मी नआएको रुन मन लागेन। गाइज यो खोल त नानी आज तल होला माथिको घुमादा सक्दैन बाटै खोताले खा भ्याउला फेरि मार्छ। हिँड्छौँ कुद एक कुद त यस्तो भुराहरू एमा
गाह्रो हुन्छ भएपछि बिहा गरेपछि आमा म त गएँ भाइ गाइज बाई गाइज हेलो गाइज आन्टीले आज ल्याएको चाउमिन र अनि यसले खाएर है लडी हाइदिएको छ अनि फेरि बोक्दिएको चाउमिन लड्या हो अनि पनि खाँदैछु अनि पानीसँग हाम्रो तेस्रो दिन हो मैले भिडियो बनाएको चाहिँ 3 दिन भइसक्यो त्यो भिडियो बनाएको अनि पोस्टिङ गरेँ होइन मैले जति जति गरेको थिएँ त्यति त्यतिमै छ किनकि त्योभन्दा एक्स्ट्रा चाहिँ म धेरै जस्तो सुति नै रहन्छु यतिकै भइरहेको हुन्छ नि त्यही भएर म चाहिँ अलिक सुती भिडियो बनाइरहेको छु इन्ड गरेर भ्याएको अनि के कस्तो लाग्छ भिडियो हेर्दिनँ त्यस्तो अब भनौँ अब त्यस्तो हजुरले हेर्ने जस्तो कस्तो भिडियो त्यो चाहिँ भनिदिनु म अनि त्यस्तै बनाउने छु अनि लाइक सेयर सब्सक्राइब कमेन्ट सब गर्नु गरेपछि म कस्तो भिडियो बनाऊँ त्यसमा हुन्छ नि त अनि ओके गाइज अनि मैले चाहिँ अहिले जति भ्लगिङ टाइपको मात्रै हो तपाईँहरूलाई फन चाहियो कि अब कि एउटा रेगुलर टाइपको चाहियो कि एउटा अब खाएको चाहियो कि अब त्यो फनी चाहियो कि तपाईँहरूले भन्नु पर्यो ओके गाइज म चाहिँ त्यस्तै बनाउने प्रयास गर्छु अहिले बाई कमेन्ट गर्नु सब्सक्राइब गरिदिनु ल